दर्शक पनि यस्तो अप्ठ्यारो परिस्थितिमा पनि छोडेनन् दीपक बोहराले रविको दोस्ती। के छ त मित्रतामा रहस्य? दीपक बोहरा र रवि लामिछानेको मित्रता र दोस्तीको बारेमा के छ त यस्तो रोचक? पक्कै पनि यिनै यस्तै अन्य विषयको पेरिफेरीमा रहेर तपाईहरु समक्ष कुराकानी गर्नको निमित्त हामी आइसकेका छौं। नमस्कार, तपाई हेर्दै हुनुहुन्छ सानो भिडियो युट्युब च्यानल। यो च्यानलमा तपाईलाई स्वागत छ। म छु तपाईको साथमा हिमाल खत्री। पक्कै पनि यिनै यस्तै अन्य सूचना, संगीत र मनोरञ्जनात्मक भिडियो तथा अडियो प्रत्यक्ष रूपमा हेर्न र सुन्नका निमित्त हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकै आउने बेल घण्टीलाई दबाई हामीसँग जोडिन भने नभुल्नुहोला। दर्शक पनि दीपक बोहरा र रवि लामिछानेको मित्रता र दोस्तीको विषयमा रोचक कुरा के छ भने यी दुवै व्यक्ति नेपाली मिडिया र समाज फरक पृष्ठभूमिबाट आएका भए पनि उनीहरू बीचको सम्बन्ध समयसँगै नजिकिएको देखिन्छ। रोचक पक्ष के छ भने मिडिया र सामाजिक काममा साझा चासो दुवै व्यक्तिले पत्रकारिता, समाज सेवा र सार्वजनिक हितका लागि काम गरेका छन्। यो साझा रुचिका कारण उनीहरू बीचको मित्रता अझै प्रगाढ भएको देखिन्छ। साहसिकता र स्पष्ट वक्ता स्वभाव दीपक बोहरा चाहे उनी व्यावसायिक पत्रकारिता होस् वा सामाजिक धारणा बनाउने कुरामा होस् स्पष्ट विचार राख्ने व्यक्तिमा पर्छन्। रवि लामिछाने पनि यस्तै छन्। उनीहरूको स्वभावमा मेल भएकाले उनीहरू बीच आपसी समझदारी राम्रो भएको देख्न सकिन्छ। सार्वजनिक रूपमा एक अर्काको समर्थन, कहिलेकाहीँ उनीहरूले सार्वजनिक रूपमा पनि एक अर्काको कामको प्रशंसा गरेका छन्, जसले उनीहरूको मित्रताको प्रगाढ देखाइरहेको देख्न सकिन्छ। विवाद र आलोचना बीच समेत स्थिर सम्बन्ध। रवि लामिछाने विवादास्पद विषयमा संलग्न भए पनि दीपक बोहरा जस्तै मित्रहरूले समर्थन जनाउन सक्ने सामर्थ्य देखाएका छन्। यस्तो सम्बन्धले मित्रताको साँचो मूल्य झल्काउँछ। पक्कै पनि रवि लामिछाने र दीपक बोहरा बीचको पहिलो भेट सन् 2013 तिर अमेरिकामा भएको भने केही स्रोतहरूमा उल्लेख पाइन्छ। रवि लामिछाने त्यति बेला अमेरिकामा बस्दै थिए र उनी सिधा कुरा जनतासँग कार्यक्रमको प्रारम्भिक तयारी गरिरहेका थिए। दीपक बोहरा पनि पत्रकारिता तथा मीडिया सम्बन्धी कामको सिलसिलामा अमेरिका गएका थिए र त्यही बेलामा उनीहरू बीच पहिलो पटक भेटघाट भएको बताइन्छ। त्यसपछि उनीहरू बीच विचार मिल्न थालेको, सामाजिक सरोकार विषयहरूमा समान सोच भएका कारण मित्रता गहिरिँदै गएको हो। रवि नेपाल फर्किएपछि न्युज 24 मा कार्यक्रम चलाउन थाले र त्यसपछि उनीहरूको सहकारी अझ बलियो बनेको देखिन्छ। यद्यपि यी सबै विवरणहरू पूर्ण पुष्टि पक्कै पनि विभिन्न सामाजिक सञ्जाल अर्थात् मिडियाहरूमा पुष्टि भएका छन्। ऐतिहासिक दस्तावेज पक्कै पनि तपाईहरुले हेर्न सक्नुहुन्छ। ऐतिहासिक दस्तावेज विभिन्न अन्तर्वार्ताहरूमा सामाजिक सञ्जालहरूमा तपाईहरुले हेर्न सक्नुहुन्छ। यो विशेष अनुरोध सँगसँगै आजको छोटो भिडियो सामग्री यति नै। पक्कै पनि यिनै यस्तै अन्य भिडियो सामग्री हेर्नको निमित्त हाम्रो च्यानललाई सब्स्क्राइब गर्दै हामीसँग जोडिनु। हजुर, यो विशेष जानकारी सँगसँगै आजको छोटो भिडियो सामग्री यति नै। पक्कै पनि तपाईहरुसँग अर्को भिडियोमा भेट हुने बाचा गर्दै छुटिन्छौँ। यहाँहरुका क्षणहरू सुखद रहून्। नमस्कार, धन्यवाद।